हेर्नुहोस् है साथीहरू, यो बीबीएस फर्स्ट इयरको च्याप्टर 3 भनेको एकाउन्टिङ प्रोसेस तपाईँको लागि एकदम धेरै इम्पोर्टेन्ट छ। किनभने तपाईँलाई एउटा 2 मार्क्समा र अर्को कि 10 मार्क्समा कि 15 मार्क्समा एकदम धेरै 100% सोध्ने क्वेसन हो। तपाईँलाई यो च्याप्टरबाट कि 10 मार्क्समा कि 17 मार्क्समा जहिले पनि सोधिरहेको छ। तपाईँले क्लास 11 मा पढ्नु भएको कुरालाई यसले अलिकति च्याप्टरहरूलाई क्लास 11 मा तपाईँले पढेको 5-6 वटा च्याप्टरहरूलाई मिलाएर यसले एउटा च्याप्टर बनाएको छ। तपाईँलाई च्याप्टर 3 को एकाउन्टिङ प्रोसेस अन्तर्गत के कुरा पढ्नुपर्छ भने एउटा छ जर्नल इन्ट्री एन्ड लेजर एकाउन्ट, जुन तपाईँले क्लास 11 मा पनि पढ्नु भएको थियो। व्हाट कम इन डेबिट, व्हाट गोज आउट क्रेडिट भनेर त्यस्तै त्यस्तै छ। प्राय तपाईहरुको धेरै कुराहरू त्यहीसँग मिल्छ पनि। अर्को छ सब्सिडाइरी एकाउन्ट भनेर। सब्सिडाइरी एकाउन्ट भनेको तपाईले पर्चेज बुक, सेल्स बुक, पर्चेज रिटर्न बुक, सेल्स रिटर्न बुक भनेर पढ्नु भएको थियो, त्यो पनि क्लास 11 मा। अर्को ट्रिपल कोलम क्याश बुक भनेको छ। सिंगल कोलम, डबल कोलम, ट्रिपल कोलम भनेर तपाईले क्लास 11 मा पढ्नु भएको थियो। टी एकाउन्ट, यो टी एकाउन्ट भनेको चाहिँ अब तपाईले क्लास 11 मा जस्तो लेजर बनाइराख्नु पर्दैन, टी आकारमा डाइरेक्ट लेजर चढाउँदाखेरि पुग्छ। अर्को भनेको ट्रायल ब्यालेन्स, यो पनि सेम क्लास तपाईले कतिमा पढ्नु भएको थियो, 11 मा पढ्नु भएको थियो। जे छ त्यही नै हो, त्यो भन्दा बाहेक अरु केही पनि छैन। अब तपाईलाई यहाँनेरि अलिकति कुरा गरौँ यो च्याप्टरहरुबाट। तपाईलाई मैले अघि नै भनिसके कति मार्क्स आउँछ कि 10 to 12 मार्क्स होइन भने 17, 15 + 2 गरेर 17 मार्क्स। हेर्नुस् है, तपाईले यसमा मेन ध्यान दिनुपर्ने कुरा भनेको तपाईलाई एउटा लङ क्वेसन अथवा होइन 10 मार्क्समा कि 12 कि 17 चाहिँ कन्फर्मै छ। त्यसकारणले गर्दा यो च्याप्टर अलिकति धेरै इम्पोर्टेन्ट पनि छ। तपाईलाई यो च्याप्टरबाट जम्मा एकचोटि मात्र थ्योरी आएको छ। अहिले नयाँ सिलेबस आउन थालिसकेपछि चाहिँ तपाईलाई अब थ्योरी आउनेवाला छैन जस्तै छ है। कहिलेकाहीँ झुक्केर आयो भने आफ्नो ठाउँमा हो, होइन भने तपाईलाई यो च्याप्टरबाट थ्योरी आउनेवाला छैन। अब के पढ्नु पर्यो भने यो सबै मध्येबाट हामी सुरु गर्छौं सब्सिडाइरी बुकबाट। तपाईले क्लास 11 मा नि अलिकति पढिसक्नु भएको छ, तपाईलाई रिभिजन भएको जस्तो पनि हुन्छ। यो आयो भने 2 मार्क्समा आउँछ सब्सिडाइरी बुक। सब्सिडाइरी बुक अथवा तपाईलाई एकाउन्टिङ इक्वेसन, मैले यहाँ अर्को पनि थप्थे। तपाईलाई अर्को यसमा आउने भनेको एकाउन्टिङ इक्वेसन पनि आउन सक्छ। एसएससिओयुटिआइएनजी एकाउन्टिङ, EQUATION एकाउन्टिङ इक्वेसन। एकाउन्टिङ इक्वेसन पनि तपाईलाई 2 मार्क्समा आइरहेको छ। अब हामी पढौं सब्सिडाइरी बुकबाट 2 MARKS मार्क्स। सब्सिडाइरी बुकबाट तपाईलाई 2 मार्क्सको न्युमेरिकल आउँछ। अब के हो त सब्सिडाइरी बुक भनेको भनेर तपाईले पढौं। यो सब्सिडाइरी बुक चाहिँ म तपाईलाई 11 क्लासलाई पनि मिल्ने गरी र बीबीएस फर्स्ट इयरको लागि पनि मिल्ने गरी, दुईटैलाई हुने गरी म तपाईलाई पढाउँछु। तपाई क्लास यति तपाईको भाइ बहिनीहरु क्लास 11 मा छन् भने नि तपाईले यो भिडियो शेयर गरिदिनु हो भने जस्ताको तस्तै गरी पढाइदिन्छु ल म। तपाईलाई पनि काम लाग्छ, तपाईको भाइ बहिनीलाई पनि काम लाग्छ। सब्सिडाइरी बुक भनेको के हो भने सब्सिडाइरी बुक भनेको उधारो खाता हो जसमा कुनै पनि क्याशको कारोबार चलाउन पाइदैन। अर्थात इट्स रेकर्ड ओन्ली क्रेडिट ट्रान्जेक्सन। अर्को, इट डज नट रेकर्ड क्याश ट्रान्जेक्सन एज वेल एज इरेगुलर ट्रान्जेक्सन। यो इरेगुलर ट्रान्जेक्सन भनेको चाहिँ के हो भने तपाईले स्टेशनरीको सामान किनिरहनु भएको छ, जस्तै मानौं तपाईले किन्नु भयो क्याल्कुलेटर, बुक, कपी, पेन्सिल किनिरहनु भएको थियो। अनि एउटा अचानक तपाईले के गर्नुभयो भने कम्प्युटर किनिदिनु भयो। अब यहाँ हेर्नुस् त, किताब कपी किनिरहेको ठाउँमा कम्प्युटर किनेर मिल्यो? मिलेन। बाइक किनिदिनु भयो,
मिल्यो त मिलेन हो। अर्थात् उस्तै प्रकारका तपाईँले स्टेसनरी हो भने स्टेसनरी सम्बन्धी, अब जस्तै मानौ फेरि यही कुरालाई उल्टो गरी पढिदिउँ। तपाईँ कम्प्युटर पसलमा जानु भएको छ, तपाईँले कम्प्युटर किन्नुभयो, ल्यापटप किन्नुभयो। अब यही अवस्थामा फेरि एउटा पेन किन्नुभयो भने अब पेनको कारोबार यसमा चढाउन पाइँदैन। यो कुरा चाहिँ एकदम धेरै इम्पोर्टेन्ट हो है। सहायक पुस्तकहरू भनेको सब्सिडाइरी बुक ती पुस्तकहरू हुन् जसले लेनदेनलाई व्यवस्थित रूपमा रेकर्ड गर्दछ, जुन समान प्रकृतिका हुन्छन् भनेर भन्छ। सब्सिडाइरी बुकको 8वटा प्रकार छ, टाइप्स छ, तर हामीले पढ्ने भनेको जम्मा 4वटा मात्रै हो। 8 types of subsidiary book are used for the recording different types of transaction, but we must read only 4 in this chapter. Let us know the types of as follows. के हुन सक्छ भने तपाईलाई लेख्न चाहिँ क्वेशनले कहिलेकाहीँ 2 मार्क्समा लेख भनेर सोधिदियो भने सब्सिडारी बुकको टाइप्समा तपाईले लेख्नुपर्छ क्याश बुक, पर्चेज बुक, सेल्स बुक, पर्चेज रिटर्न बुक, सेल्स रिटर्न बुक। एउटा छ क्याश बुक, अर्को पर्चेज बुक, अर्को सेल्स बुक, अर्को पर्चेज रिटर्न बुक, अर्को सेल्स रिटर्न बुक, बिल्स रिसिएबल बुक, बिल्स पेएबल बुक र अर्को छ जर्नल प्रोपर भनेर। यो 8वटा नाम चाहिँ तपाईले भन्न सक्नु पर्यो। तपाईले जम्मा 4वटा मात्रै लेख्ने, 2 नम्बर चाहिँ आउँछ है। अब यो मध्येको हामीले सबभन्दा सुरुमा पढ्छौं पर्चेज बुक। तपाईले यति कुरा चाहिँ सार्नुपर्छ ल। यो हाम्रो फर्मेटसम्म भयो, ठ्याक्कै म तपाईलाई एक साइज सानो गरेर फर्मेट ठ्याक्कै मिल्ने गरी बनाउँछु। ल, के हो त पर्चेज बुक भने? पर्चेज बुक भनेको क्रेडिट, अघि मैले तपाईँलाई अघि नै भनेँ सब्सिडाइरी बुकमा हामी क्रेडिट कारोबार मात्रै चढाउँछौँ, अरू चढाउन पाइँदैनौँ भनेर। त्यस कारणले गर्दा मैले यहाँ लेखेको छु इज रेकर्ड वानली क्रेडिट पर्चेज अफ रेगुलर ट्रान्जेक्सन, इज डज नट रेकर्ड क्यास पर्चेज अर इरेगुलर ट्रान्जेक्सन। यदि तपाईँले क्यास कारोबारमा किन्नु भएको छ भने पनि तपाईँले अब यसमा चढाउन पाइँदैन। यति कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो। ल, यति ठ्याक्कै सार दिनुहोस् त। कि अहिले म सर र तपाईँलाई भनेर पिडिएफ पठाइदिन्छु, तपाईँले पिडिएफबाट सर र सार्नुहोस् ल। त्यो भयो भने तपाईँको टाइम बचत हुन्छ। म तपाईँलाई त्यही गर्छु, सर र पठाइदिन्छु, तपाईँले पिडिएफबाट सार्नुहोस् ल। अहिले म तपाईँलाई भनिदिन्छु मात्रै। ओके सर। अब हामीले पर्चेज बुक भनेको यहाँनिर हेर्नुहोस् ल, यो फर्मेट मात्रै भयो, यो हिसाब गर्दा तपाईँलाई बुझिहालिन्छ। अब पर्चेज बुकमा क्वेसन जे दिएको छ सार्ने मात्रै हो। तपाईँलाई सार्न आयो भने हिसाब आयो। त्यसपछि अर्को यसमा हामीले के बनाउँछौँ भने पर्चेज बुक बनाइसकेपछि पर्चेज एकाउन्ट बनाउन सकिन्छ। पर्चेज एकाउन्टमा क्यास पर्चेज र क्रेडिट पर्चेज दुवै रेकर्ड हुन्छ, तर इरेगुलर ट्रान्जेक्सनलाई रेकर्ड गर्न पाइँदैन। अर्थात् के भनेको यो भने माथिको यो पर्चेज बुकमा चाहिँ उधारो मात्रै चढाउन पाइयो भने पर्चेज एकाउन्टमा चाहिँ तपाईँले उधारो पनि चढाउन पाइयो, क्यास पनि चढाउन पाइयो भनेको। अर्को छ सेल्स बुक। सेल्स बुक भनेको पनि सेम त्यस्तै हो, केही फरक छैन। पर्चेज बुक भनेको तपाईँले बेचेपछि राख्नु भएको, तपाईँले सरी पर्चेज बुक भने तपाईँले किनेपछि राख्नु भएको, सेल्स बुक भनेको तपाईँले बेचेपछि राखेको। गर्ने तरिका सबै सेम हो, केही पनि फरक छैन। नम्बरलाई डाइरेक्ट तलै झार्दियो। सेल्स बुक गर्ने तरिका सेम हो, केही फरक छैन है, मात्रै नाम चेन्ज हो। पर्चेज बुकको ठाउँमा सेल्स बुक राख्ने, गर्ने तरिका फेरि सेम हो। यसमा पनि सेम, सेल्स बुक बनाइसकेपछि सेल्स एकाउन्ट बनाउन सकिन्छ। यसमा पनि क्यास र क्रेडिट दुईटै ट्रान्जेक्सन चढ्छ। अब अर्को छ पर्चेज रिटर्न बुक, अर्को छ सेल्स रिटर्न बुक। अर्थात् पर्चेज रिटर्न बुक भनेको तपाईँले सामान बेचेको सामान कहिलेकाहीँ टुटेको, फुटेको, बिग्रेको हुन सक्छ, सक्दैन र? पक्कै पनि सक्छ हो। अ, हो तपाईँले
यहाँ हेर्नुहोस् है, यहाँ ध्यान दिनुहोस्, तपाईँले मेन ध्यान दिनुपर्ने कुरा, पर्चेज रिटर्न बुक भनेको तपाईँले उधारोमा किनेको सामान यदि बिग्रेको छ भने, टुटेको छ भने, फुटेको छ भने हामी के गर्छौँ, त्यो सामानलाई फिर्ता पठाउँछौँ भने पर्चेज एकाउन्टमा बनाउँदाखेरि पनि सेम अघिको केस जे हो त्यही नै हो। अर्को छ सेल्स रिटर्न बुक। नाम मात्रै फरक छ है, केही फरक छैन साथी हो, म तपाईँलाई यही बुझाइरहेको छु। नाम मात्रै फरक छ, अरू काहीँ पनि केही पनि फरक छैन। अब सेल्स रिटर्न बुक भनेको तपाईँले बेचेको सामान पनि तपाईँलाई के हुन सक्छ, फिर्ता आउन सक्छ, त्यति मात्रै हो। ल, म तपाईँलाई यो एउटा क्वेसन गराउँछु। सुरुमा पर्चेज रिटर्न रहेछ, तपाईँलाई पर्चेज रिटर्न भन्दा नि सुरुमा पर्चेज बुकवाला चाहिँ गराउँछु। ल, यो क्वेसन चाहिँ तपाईँले सार्नुपर्छ। क्वेसन चाहिँ सार्नुहोस् त पहिला। ल, यो क्वेसन चाहिँ सारिदिनुहोस् त। तपाईँलाई क्वेसन सार्न ठ्याक्कै 5 मिनट है।
1 मिनट बाँकी छ है साथी, अब क्वेसन सार्न। भयो सर। ल, अब यहाँ हेर्नुहोस् है, तपाईँलाई क्वेसनले के भनेर दियो भने फेब्रुअरी 1, फेब्रुअरी 6 र फेब्रुअरी 10मा दियो। यसमा पर्चेज गर्यो ए स्टोरबाट, यसमा पर्चेज गर्यो बी स्टोरबाट, र तपाईँलाई क्वेसनले अर्को 10मा गर्यो पर्चेज गुड्स क्यासमा, रिक्वायर्ड के गर भने पर्चेज बुक र पर्चेज एकाउन्ट निकाल भनेर भन्यो। अब तपाईँले मात्रै क्वेसन हेर्नुहोस्, अरू केही गरिराख्नु परेन है। यहाँ ध्यान दिनुहोस्। मलाई ल, फेब्रुअरी 1 डेट भनेको ठाउँमा डेट लेख्नुहोस्, पार्टिकुलर भनेको ठाउँमा पार्टिकुलर लेख्नुहोस्, एलएफ इन्भाइस नम्बर, डिटेल्स र एमाउन्ट। पहिला फर्मेट मात्रै बनाउनुहोस् त तपाईँ कपीमा। म तपाईँलाई सार्न सिकाएर यो हिसाब सिकाउँछु। तपाईँ सार्न चाहिँ सिक्नु पर्यो, तपाईँलाई सार्न आयो भने यो हिसाब आयो। फर्मेट बनाउनुहोस् त, फर्मेट मात्रै बनाउनुहोस्, अरू केही नगर्नुहोस् ल। त्यसपछि म तपाईँलाई सार्न सिकाउँछु। तपाईँ फर्मेट मात्रै रेडी पार्नुहोस्, र त्यसपछि के सार्ने भने एक सेकेन्ड यहाँ ध्यान दिनुहोस् ल। यहाँ डेट लेख्निस्, डेटको ठाउँमा डेट लेख्ने, पार्टिकुलरको ठाउँमा यहाँ पर्चेज यो ठुलो अक्षरले लेखेको ठाउँमा जस्ता तस्तै लेख्ने। त्यसपछि यहाँनिर क्वेसनले जे भनेको छ नि 5 कम्प्युटर @ 55 इच, जस्तो भनेको छ त्यस्तै जस्ताको जस्तै तपाईँले सार्ने। यहाँ मैले सारे जसरी माथिको यो अहिले अहिले तपाईँलाई यो अहिले काम छैन। मैले जस्तो गरी सारेको छु तपाईँले त्यस्तै गरी यहाँनिर सार्नुहोस् त यो। ल, यो मैले जस्तो सारेको छु तपाईँले त्यस्तै सार्नुहोस्। अब तपाईँलाई लाग्ला सर किन फेब्रुअरी 1 र फेब्रुअरी 6को मात्रै सार्नु भयो, फेब्रुअरी 10को किन नसार्नु भयो भन्नुभयो होला। अघि नै हामीले के भनेको, बुकमा क्यास कारोबार चढाउन पाइँदैन। यहाँ पर्चेज गुड्स आरएस 20,000 अनि क्यास भने आएको छैन, यो क्यास कारोबार चढाउन पाइँदैन। त्यस कारणले गर्दा सार्नु भयो। भयो सर। ल, अब यहाँ हेर्नुहोस् है, हामीले किन यो माथिको दुईटा मात्रै सारेको, यो तलको किन नसारेको भने यो क्यास कारोबार हो। क्यास कारोबार चढ्दैन भनेर मैले तपाईँलाई अघि नै भनेको हो कि होइन।
त्यस कारणले गर्दा हामीले यो चढायौँ त क्यास कारोबार फेब्रुअरी 10 को चढाएनौँ। अब के गर्ने भने यसलाई इन्टु गर्ने राख्ने। 5 कम्प्युटर एट द रेट 55,000 इच भनेको छ। एउटाको 55,000 पर्छ भने 5वटाको कति पर्छ इन्टु गर्नुहोस् त। अब क्यालकुलेटर चाहिन्छ है तपाईँलाई। अब तपाईँले क्यालकुलेटर हातमा लिएर बस्नु पर्यो। क्यालकुलेटर हातमा लिनुहोस् अनि बस्नुहोस्। 5 इन्टु 55,000 गर्नुहोस् त कति हुन्छ। 2,75,000। 2,75,000। त्यसपछि लेस 10% डिस्काउन्ट भनेको छ। 2,75,000 को 10% कति हुन्छ 2,70,000। 270 भयो सर त्यहाँ। 2,00,000 कति भने 75 भने। ल अब 10% डिस्काउन्ट भनेको थियो यसैलाई यहीँ घटाइदिन नि पाइन्छ। 10% 27,000 कति आउँछ 500 आउँछ। 10% 2,75,000 को 10% निकाल्दा अर्को के भने फेरि 20 प्रिन्टर एट आरएस 10,000 इच भनेको एट भनेको एउटाको यहाँ हेर्नुहोस् है। अर्थात् यहाँ जे भनेको छ त्यही भाषा एकचोटि फेरि माथिको युज गरेर हेरौँ। एट 10,000 इच भन्यो। इच भनेको एउटाको। तपाईँले यहाँ ध्यान दिनु पर्यो है। इच भनेको के हो अरे साथी हो एउटाको। कति हुने भयो यहाँ ध्यान दिनुहोस् है। एउटाको भनेपछि कति हुने भयो 2,00,000 हुने भयो। इन्टु गर्नुहोस् त कति आउँछ। ओ साथी हो कति आयो सर 2,00,000 आयो। 2,00,000 आयो। अब यो जोड घटाउ गर्नुहोस् कति आउँछ टोटल। यो दुईटा 2,75,000 र 2,00,000लाई जोड्नु 27,500 घटाउनुहोस् त कति आउँछ। चार लाख 4,47,500। 47,500। 500 माथिको पाटो सक्यो। अब क्वेसनले के भनेको छ भने पर्चेज गुड्स फ्रम बी स्टोर। बी स्टोरबाट किनेर ल्याएको रहेछ। अब यहाँ ध्यान दिनुहोस् ल। 15 युपिएस फर आरएस 1,00,000। अब क्वेसनले तपाईँलाई यहाँनिर झुक्क्यायो। यदि एउटाको मात्रै एट द रेट पनि भनेन एट पनि भनेन के भन्यो भने 15 युपिएस को कति रुपियाँ पर्यो अरे 1,00,000 रुपियाँ पर्यो भनेपछि अब यहाँनिर डाइरेक्ट के लेख्नु पर्यो 15 इन्टु 1,00,000 गर्न पाइएन। डाइरेक्ट कति मात्र लेख्नु पर्यो 1,00,000। किनभने 1 15वटै लाख युपिएस जम्मा कतिमा ल्याएको रहेछ 1,00,000 मा। अर्को पनि तपाईँलाई यहाँ झुक्क्याउन दिएछ 12 प्रिन्टर फर 96,000 भनेपछि 12वटा प्रिन्टर कतिमा ल्याएको रहेछ 96,000 मा। हेर्नुहोस् है क्वेसन कति मजाले झुक्क्याउँछ। हेर्दा मात्र सजिलो छ। अब अर्को ट्रेड डिस्काउन्ट एट द रेट 10% भनेर यो तल दियो भने अब यहाँ ध्यान दिनुहोस् है दुईटा कुरा हुन्छ। यसरी सिधा माथि दियो भने यहाँ भने यसको मात्रै जुन छ त्यसको सिधाको मात्रै के हुन्छ डिस्काउन्ट हुन्छ। यसरी जब क्वेसनले तल दिन्छ तल दिइसकेपछि डिस्काउन्ट कसको हुन्छ दुईटैको हुन्छ। भनेपछि यो दुईटालाई जोडेर यसको 10% डिस्काउन्ट निकाल्नुहोस् त कति आउँछ 1,96,000 भनेपछि 19,600 आउँछ होला। एक्चुअली क्यालकुलेटर थाप्नुहोस् ल। सर 19,600 आयो। ल अब यो माथिको दुईटालाई जोडेर यो 19,600लाई घटाइदिनु पर्यो। एक लाख 76,400। 1,76,400। अब यो दुईटालाई टोटल गर्नु पर्यो। टोटल गर त ल 4,00,000 र 1,96,000लाई टोटल गर। यो दुईटालाई टोटल गर। अब यो दुईटालाई जोड्ने यहाँ टोटलमा राख्दिने हिसाब सक्यो। यति मात्रै हो। कति हुन्छ 6 त लाख
कति? 6,23,900। 6,23,900। हिसाब 900। सक्यो। ल, हिसाब सक्यो। यति मात्रै सोध्ने हो, तर म तिमीलाई एकाउन्ट पनि बनाउन सिकाउँछु। त्यस कारणले गर्दा अब यहाँ हेर है। टु सन्ड्रिज एकाउन्ट भनेको ठाउँमा यहाँ टोटल जति तिमीले अघि निकालेको छ नि त्यति नै जस्ता तस्तै राख्ने। कति निकालेको छ? 6,23,900। त्यसपछि अब यहाँनिर के भनेको थिएँ भने मैले एकाउन्टमा चाहिँ क्यास पनि चढ्छ भनेको थिएँ। अब यहाँ हेर, पर्चेज गुड्स आरएस 20,000 अनि क्यास भनेको कि छैन? क्यासमा कति हजारमा किनेको रे सामान? 20,000मा। 20,000। त्यसो भए कता राख्नु पर्यो? डेबिट साइडमा क्यास 20,000 भनेर राख्नु पर्यो। अब यो दुइटा टोटल जोड्नु पर्यो। 6,23,900 र 20,000 जोड्दा 6,43,900। डेबिट र क्रेडिट जहिले पनि के हुन्छ? इक्वेल हुन्छ। त्यही भएर यहाँनिर पनि यति। जति पुग्दैन त्यति हामी सिडी भनेर थप्छौँ। अब यो सिडी 6,93,000 जति छ त्यसलाई यहाँ बिडीमा जस्ताको तस्तै ल्याएर राख्दिने। हिसाब सक्यो। यसमा केही प्रब्लम छ? कसैलाई यसमा केही प्रब्लम छ? छैन सर। यति गर्यो भने यो एकाउन्ट कहिले सोध्न नि सक्छ, नसोध्न नि सक्छ। प्राय सोध्ने भनेको यो पर्चेज बुक, सेल्स बुक, पर्चेज रिटर्न बुक र सेल्स रिटर्न बुक हो। यसमा यहाँ ध्यान देऊ। यसमा तिमीहरूलाई यहाँ ध्यान देऊ है, मैले भन्न लागेको कुरा मेन। प्राय सधैँ पर्चेज बुक, सेल्स बुक, पर्चेज रिटर्न बुक र सेल्स रिटर्न बुक मात्रै सोध्छ। यो एकाउन्ट सेकाउन्ट क्लास 11मा सोध्ने हो, क्लास बिबिएसमा खासै सोधेको पाइएको छैन। अब यही अनुसारको क्वेसनमा अहिले यहाँ पर्चेज बुक गरेको ठाउँमा अब हामी सेल्स बुक नाम मात्रै चेन्ज गर्छौँ। हिसाब गर्ने सबै तरिका के हो? सेम हो। एकचोटि ओल्ड इज गोल्डमा सर र हिसाबहरू हेर। केही प्रब्लम पर्यो भने मलाई सोध। म यो पिडिएफ तिमीलाई ग्रुपमा हालिदिन्छु है त। यसमा कसैलाई केही प्रब्लम छ भने सोध, होइन भने मैले आजलाई यति मात्रै गरेँ। केही प्रब्लम छ त कसैलाई? ल, छैन भने आजलाई यति मात्रै गरौँ है त। ल, गुड नाइट, टेक केयर, सी यू। म यो पिडिएफ पठाइदिन्छु है तिमीहरूलाई।